नमस्कार साथीभाइ नमस्कार। गुड इभिनिङ भन्दै हो। आज चाहिँ यो फर्स्ट हो यहाँनिर कोही पनि आएको छैन। यो रोलो खोला हो। यो हेर्नु त, यो चाहिँ रोलो खोला हो। यहाँ चाहिँ झरना भएछ कि यहाँ चाहिँ फर्स्ट नुहाउने मै होला। फर्स्ट यहाँ चाहिँ अहिलेसम्म यो झरना झरेछ ताल पनि पर्छ। हिजो रातिको पानीले चाहिँ निकै झरेछ झरना हो। निकै नै के अब कम्ती चाहिँ हल्का हो। यहाँ चाहिँ म चाहिँ नुहाउनु आएको छु। म चाहिँ फेरि तपाईँको के भन्छ भने पानी झर्ना देखेपछि नुहाइहाल्छु कि। अहिले चाहिँ बल्लो आएर आउँदैछ। सानो पानी चाहिँ फर्स्ट झरेको है यो वर्षको है। यो वर्षको सुरुवात चाहिँ मदेखि नै हुने रहेछ नुहाउने हो। म चाहिँ फर्स्ट टाइम चाहिँ यहाँ पनि सायद गाडी पनि धुँ भनेर आएको थिएँ हाँसले है। भएन गाडी धुने पानी चाहिँ यो तपाईँको म तपाईँलाई देखाउँछु है। यस्तो छ पानी चाहिँ यहाँ भित्रभित्र सोचेछ यहाँ हेर्नुहोस् ल हो। पानी चाहिँ यत्रै छ फर्स्ट झर्ना है यो रोलुको चाहिँ। अब चाहिँ बर्खा लागेछ जस्तो लाग्यो साथीभाइ हो है। मेरो फ्रेन्ड फेसबुक मित्रहरू गन है। गाडी चाहिँ यहाँ छ एकजना। यो चाहिँ मेरो गाडी हो ब्ल्याक कलरको चाहिँ। यहाँ चाहिँ एकजना दाजुको पनि उहाँ तुरुकबाट हुनुहुन्छ होला। उहाँ चाहिँ जस्ट एकछिन रोटेर बस्नु हुँदो रहेछ उहाँ चाहिँ हो। म चाहिँ उहाँलाई चिन्दिनँ। फर्स्ट म चाहिँ गाडी धुनु चाहिँ पर पाइपहरू फुकालिकन धुएँ। म चाहिँ यहाँ अलिकति झर्ना देखेर चाहिँ यहाँ नुहाउनु आएको छु साथीभाइ हो। यहाँ कोही छैन मेरो साथमा, म एक्लै छु। अब अलिकति पानी देखेपछि चाहिँ म चाहिँ फेरि एलर्जी हो, पुरै एलर्जी। एलर्जी मिन्स चाहिँ फेरि यस्तो काँडा निस्किने यो के चिलाउने होइन। पानी निस्केपछि 12 बजी राति नै म नुहाइहाल्छु हो। 12 बजी राति पनि म नुहाउँछु। मेरो सिस्टम चाहिँ त्यो छ। तपाईँलाई यहाँको नजारा पनि देखाउने थियो होला। यो अलिकति के भयो रोटेट अलिकति भएन जस्तो लाग्यो फोन कि। अलिकति मेरो क्यामेरा खोल्नु थियो। हेर्नुहोस् है झर्ना चाहिँ यस्तै छ नि। त्यसो छ। अन्त म चाहिँ नुहाउँछु एक्लै आएको छु हो। किनकि मैले चाहिँ यो ज्याकेट मैले चाहिँ कसकोबाट सुझाउ पाएँ भन्दाखेरि चाहिँ हाम्रो लुनचोक रोलो वार्डको शुभबु भन्नुहुन्थ्यो। शुभबुबु हाम्रो शुभबुबु उहाँलाई मैले फोन गरेको थिएँ। अनि अलिकति म गाडी पखाल्नु पर्ने छ। भोलि चाहिँ खासै चाहिँ जयन्ती नै जानुपर्ने थियो। जयन्ती है मेरो दाजुको बिहा छ। त्यो जयन्तीमा जानुको लागि चाहिँ म गाडी धुन आउँदाखेरि चाहिँ उहाँलाई एक यहाँ चाहिँ पानी कहाँ त छ भनेर सोद्धाखेरि चाहिँ उहाँले भन्नु मूल फुटे जस्तो लाग्यो भाइ एकताल हेर्नु नि भने। कसैलाई याद थिएन। अन्त म आउँदाखेरि चाहिँ अलिकति पानी चाहिँ झर्ने चाहिँ सिचुएसन भएको रहेछ। झर्दैछ हो। त्यहाँ चाहिँ आएको छु म अलिकति। अन्त नुहाइधुवाइ पनि गर्ने गाडीलाई पनि पखालेँ। भोलि चाहिँ फेरि अब मेरो दाजुको बिहामा चाहिँ शुभ बिहामा चाहिँ म जानेछु है। यस्तै छ है नजारा। त्यति नै भन्दै तपाईँहरूलाई यो भिडियोलाई यहीँ अन्त गर्नु चाहन्छु। धन्यवाद। लाइक एन्ड सेयर गरिदिनुहोस्, अन्यथा नलिनुहोस्। फर्स्ट यो झर्नामा नुहाउने चाहिँ मै हो। अहिलेसम्म कोही पनि आएको छैन। यो बर्खाको चाहिँ नुहाउने फर्स्ट मै हो है। यो चाहिँ कहाँ पर्छ एक्ज्याक्ट लोकेसन दिनु भन्दाखेरि चाहिँ तपाईँको यो चाहिँ खासै चाहिँ यहाँ बिचदेखि सिमाना छ। बिलिङ आदि बिलिङ वार्ड पनि पऱ्यो। बिलिङको पनि एरिया पर्छ। अन्त यता रुन्चोक रोलुको पनि पऱ्यो हो। त्यही भएर नि है। जस्तै अब क्षेत्रमा जुनै जिपिओ भने चाहिँ यता लुन्चोकमा मेरो जिपिओ यता पऱ्यो। यता बिलिङ तुरुक रमाबुङ जिपिओ भन्छ होला सायद है। त्यो पर्छ। तुरुक रमाबुङ जिपिओ यता पऱ्यो। यता लुन्चोकमा मेरो जिपिओ पर्छ। त्यसमा चाहिँ म नुहाउनु आएको चाहिँ दुईवटाको सिमानामा छु हो। त्यही भएर गाडी साडी अलिक धुइधाइ गरेँ। नुहाउनु चाहिँ म आएको छु। लाइक सेयर तपाईँहरूको सपोर्ट चाहिएको छ। आउने दिनमा योभन्दा अझै राम्रो भिडियो पनि म लिएर आउने छु हो। तपाईँहरूको धेरैभन्दा धेरै सपोर्ट सहायता चाहिएको छ। लाइक कमेन्ट सेयर गरिदिनुहोस्, हौसला बढाइदिनुहोस्। म त त्यस्तो भिडियो बनाउनु पनि त्यति जान्दिनँ थिएँ। आउने दिनमा योभन्दा भिडियो अझैभन्दा अझै धेरैभन्दा धेरै राम्रो म बनाएर पनि आउँछु हो। तपाईँले चाहिँ प्लिज मेरो वार्डको मान्छे, मेरो गाउँको मान्छे, अल ओभर इन्डिया हेर्नुभएको मान्छे मेरो भिडियो जहाँ जहाँ पुग्छ सेयर गरिदिनुहोस्। म भर्खर मकै रोपेर एक पत्ता पनि आएको छैन। टुसामा त पलाउँदैछु हो। त्यसलाई फर्केर गएपछि भोलि चाहिँ सबै ठुलो भएपछि घोगा लागेपछि सबैलाई दिन्छ है। धन्यवाद भन्दै यो भिडियोलाई यहाँ अन्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। यो भिडियो लाइक एन्ड सेयर गरिदिनलाई। अरूलाई चाहिँ फेरि होइन।